वार्डमा धेरै समस्याहरू आउँछ। कोही जन्म दर्ता लिएर आउँछ, कोही नागरिकता लिएर आउँछ, कोही पञ्जीकरण सम्बन्धी अनेकौं कुराहरू लिएर आउँदाखेरि हाम्रो वार्डमा पहिले जस्तो सामानहरू अहिले उपलब्ध छैन। जस्तै कि रसिद काट्ने कम्प्युटर छैन। लेडिज टोयलेटमा यहाँ सबै किबोर्डहरू तोडिदिएर फोहोर यहाँ 5 मिनट गर्न जान पनि अलि अप्ठ्यारो भइरहेछ। लास्टै फोहोर चाहिँ बिजोग छ। आज मेरो तर्फबाट मैले यहाँ पेन यसलाई फोडेर यहाँनिर के भन्छ पेन बसाउने भनेर यहाँ ल्याइदिएको छु। सिमेन्टी आधी बोरा अनि 2 बोरा बालुवा गिटी अनि पेन यहाँ हाल्नको लागि जे बसेरै टोयलेट गरौँ भनेर चाहिँ यता चाहिँ फोडेर यता फ्याँकिदिएको छ। यो यहाँको माथि चाहिँ एउटा खुसी के लाग्यो जेन्जीको तर्फबाट झन्डा, हाम्रो राष्ट्रिय झन्डा छातीमै त्यो हलिरा जस्तो फिल हुन्छ, फरर फैलेको। थ्याङ्क यू जेन्जिज भाइहरूलाई यो चाहिँ यसको लागि चाहिँ झन्डाको लागि चाहिँ। तर माथि चाहिँ ट्याङ्की पनि फोडिदिनु भएको छ। माथिको ट्याङ्की हाम्रो 1.5 लाख बराबरको सोलर सिस्टम जुन थियो माथि त्यो फोडिदिनु भयो। घाटा भयो। हाम्रो एसीहरू थिए हाम्रो 3टा रुममा, एउटा अध्यक्षको रुममा थियो, एउटा सचिवको रुममा, एउटा प्राविधिकको रुममा थियो एसी। त्यो एसीहरू पनि के भन्छ तोडफोड गरेर लुटेराहरूले लुटे। जेन्जीहरूले लुटेका हैनन्, तोडफोड गर्नेले लुटेको हैन, त्यो बाहेकका मान्छेहरूले चाहिँ लुटे। मैले चाहिँ त्यति भन्न चाहे, किनकि म आफै पछि आएको थिएँ, हेरेको थिएँ। जुन सामानहरू थियो त्यो सामानहरू पछि माग गर्ने ठाउँ छैन। हामीले केही डकुमेन्ट हरायो भने त्यो सुविधा दिने ठाउँ छैन। अब तपाईहरुले कतिपय कुराहरू हामीले वार्डबाट मुचुल्का उठाएर गर्थ्यौं हैन, मुचुल्का उठाउँथ्यो। कसैको नागरिकता जन्म दर्ता बिग्रेको भए त्यो खण्डमा हामीले के गर्थ्यौं भन्दाखेरि के भन्छ गुनासो समिति राखेथ्यौं। वडा सचिव, वडा अध्यक्ष, एउटा महिला सदस्य 3 जनाको हुन्छ। त्यो गुनासो समिति राखेर पनि काम गरेको हामीले वडाको। त्यति गर्दाखेरि त्यो कागजहरू सबै अहिले जलाइदिए। अब त्यो छैन प्रमाण। अहिले तिनीहरुको केही कागज बिग्रियो भने कहाँ जानु? यो हाम्रो टोयलेटको ट्याङ्की, सेफ्टी ट्याङ्क माथि यसरी फोडिदिएको छ। अध्यक्षको रुमको पनि टोयलेटको थोरै बिगारिदिएको छ। ऐना मात्रै फुटाइदिएको छ, बाँकी सब ठिक छ उहाँको रुममा चाहिँ। 27-28 गतेदेखि हामी काम सुचारू गरिरहेछौँ र हामी 1 नम्बर वार्डबाट हाम्रो 18 नम्बर वार्डलाई चाहिँ मर्ज गरेर यहाँको सेवा सुविधाहरू तत्काल 1 नम्बर वार्डबाट दिएका थियौं र अहिले चाहिँ भर्खर यो 2-4 दिनदेखि हामीले आफ्नै वार्डमा चाहिँ सुचारू गरिरहेछौँ। अहिलेसम्म नपाए पनि अब आउने दिनमा चाहिँ उहाँहरूले आएर यसो वार्डमा आएर हेरिदिनु पर्यो। वार्डमा यहाँ झ्याल फुटेको छ, सिसा फुटेको छ, कम्प्युटर चोरी के भन्छ तोडेर भन्दा पनि चोडेर लगेको छन् भनेर यहाँ त्यतिकै देखिन्छ। तर पनि हामी चोर्ने त के भन्नु, अब ल्याइदिनु भएन सामानहरू। हाम्रो पुरै सामान इन्भर्टर थियो, अहिले पनि याद आउँछ। यहाँ मैले आफ्नै हातले पच्याएको इन्भर्टर, यहाँ पंखाहरू थियो 6-7 वटा। यहाँ मैले A4 पेपर यत्रो पच्याएर राखेको थिएँ वाडेवासीको लागि। यहाँनिर के भन्छ विद्युतको सामानहरू थियो, बत्ती पोलमा बत्ती जडान गर्नको लागि विद्युतहरू राखेको थिए, सबै लग्यो। यो अस्ति अलिकति बचेको सामानहरू पानीमा भिजिरहेको थियो, यहाँ सुक्नको लागि दिएको। वार्ड कार्यालय बरहराको बिच गाउँमा हुनु छ हैन। बिचमा गाउँमा हुँदाखेरि वार्डमा हेर्ने मान्छेहरू टन्नै थिए, तोड्ने मान्छेहरू 12-13 जना भन्दा बढी थिएनन्। जुन भिडियो प्रत्यक्ष देख्न सकिन्छ हैन। त्यो भिडियो अहिले सबैको फोनमा छ, मसँग पनि छ, मैले पनि राखेको छु। त्यो गर्दाखेरि उहाँहरूले चाहिँ सुरक्षा गरिदिनु भएन। हाम्रै वार्डको सम्पत्ति अलि जोगाइदिएको भए राम्रो हुन्थ्यो। तर 8 नम्बर वार्डमा हामी जब 5 जनप्रतिनिधिको मात्रै सामान हैन नि त, यो हाम्रो जनप्रतिनिधिको पेवा हैन। यो वडा कार्यालय यो सम्पूर्ण वडाको नागरिकको हकको कुरा यहाँ बसेको छ। एउटा सामान केही भयो भने उहाँहरूले 50औं दिन कुद्नु पर्छ भनेपछि यस्तो चीजहरुलाई उहाँले जलाइदिनु भएपछि हाम्रो वार्डमा सुरक्षाको चाहिँ कमी भयो। वडा अध्यक्षलाई पनि बस्ने ठाउँ अहिले असहज छ, उहाँको कुर्सी तोडिदिनु भयो। यहाँ सीसी क्यामेरा भएको सम्पूर्ण डिभाइडर उहाँसँग रुममा थियो, त्यो सबै तोडिदिँदाखेरि अहिले कसलाई गाह्रो भएको छ, किनकि वार्डमा अहिले अझै कामहरू बाँकी छ र
हामीले आफ्नो तर्फबाट कर्मचारीहरूले पनि आफ्नो तर्फबाट धेरै खट्नुभयो। वार्डमा यो जति फोहोरहरू थिए सबै सफा गरिदिए। अनि माथि अहिले कम्प्युटर एकजना सुन्दर हरिचाको एउटा दाइले चाहिँ यहाँ आएर कम्प्युटर 1 लाख बराबरको सामान दिनुभएको छ। अनि अस्ति यहाँ पङ्खा दीपनारायण चौधरी र धरान वार्ड नम्बर 2बाट 3 सेट पङ्खा दिनुभएको छ। कसले नराम्रो गरिरहेछ त्योसँग लडाइँ गर्ने हो, क्वेसन गर्ने हो, घेराबेरा गर्ने हो, आन्दोलन गर्ने हो, तर कसैको घर जलाउने होइन। तोड्दियो। यो जेन्ट्स टोयलेटको चाहिँ अलिकति थोरै जेन्ट्स टोयलेट, यसमा चाहिँ झ्यालको सिसाहरू त्यो टोयलेटको त्यो फोहोर तोडिदिएको छ। यहाँ पनि सबै तोडिदियो। अस्ति त पुरै फोहोर त सफा थोरै गरेको। अब पानी नै बग्ने ठाउँ छैन। हाम्रो ट्याङ्की त्यहाँ फोहोर दिएको छ, यहाँ टोयलेटको ट्याङ्की हो त्यो। बरु मर्नु परे मर्छु होइन। जुन दिन आगो लागि भएको थियो त्यो दिन यदि म वार्डमा भएको भए नि म तिनीहरूको हातबाट बरु मरिदिन्थेँ, तर म मेरो वार्डमा आगो लगाउन दिँदैन थिएँ। उहाँहरूले चाहिँ फिर्ता गरिदिएकोमा चाहिँ धेरै धेरै धन्यवाद चाहिँ दिन चाहे। र अस्ति हाम्रो यहाँ यो कम्प्युटर सेट सुन्दर हरिचा नगरपालिकाबाट हाम्रै दाताहरूले चाहिँ दिनुभयो। यो रुम चाहिँ तालिम हल बनाएको हामीले। यसमा चाहिँ सिसाहरू जति 5-6 वटा झ्याल छ त्यो सबै झ्यालको सिसाहरू चाहिँ फोडिदिनु भएको छ। र अघि जुन रुम थियो नि त्यो मेलमिलापकर्ताको रुम थियो, तत्काल अहिले तल असुविधा भएको कारणले गर्दा हामी माथि राखेको। रसिद काट्ने काम चाहिँ हाम्रो वार्डमा हुँदैन। बाँकी त्यो चाहिँ 5 नम्बर 1 नम्बर चाहे जुनसुकै वार्डमा गएर गर्न सक्नुहुन्छ। वडा सदस्य 2जना मिलेर हिजो सबै जेएनजीहरूले आएर त्यहाँ फोहोर राखिदिएको थियो, त्यहाँबाट सफा गरेर अलि नराम्रो लाग्यो क्या हेर्नलाई चाहिँ। अनि अलि राम्रो होस् भनेर यतातिर राखे। अनि यो फोहोरमा पनि अहिले कतिपय कुराहरू यहाँ छ जस्तो लाग्यो, हामी निकालिरहेछौँ होइन यो फोहोरबाट चाहिँ। अनि अहिले पन्छाउने बाँकी नै छ। हिजो चाहिँ आधी जति सकेको छ मैले चाहिँ। हामी काम सुचारू गर्छौँ। हामी 1 नम्बर वार्डलाई पठाउँदैनौँ। हाम्रो कर्मचारी हाम्रै वार्डमा बस्नुपर्छ होइन। यहीँबाट सेवाग्राही आयो भने 1 नम्बर वार्डदेखि थाहा हुँदैन नि त। यहाँ मान्छे आउँछ अनि थाहा हुन्छ कि हामी 1 नम्बर वार्डमा काम हुँदैछ जानु भन्नु। अनि त्यसै कारणले हामी हाम्रो कर्मचारी हामी वार्डमै राख्यौँ, पठाएनौँ। 1 महिना बितिसक्यो। हाम्रो वार्डको कर्मचारी हाम्रै वार्डमा राखेको छौँ र अहिले हाम्रै वार्डबाट काम सुरु हुन्छ। एउटा रसिद काट्ने काम मात्र हुँदैन। र यो जुन मिटर बक्स छ यसलाई पनि फोहोर दिएको थियो। अनि हामी नगरपालिकाको किशोर चौधरीलाई बोलाएर यो फिट गराएर लाइनमाथि फिट गर्न लगाएको। अनि भर्खर यो 2 दिन भयो नेट जोड्न पनि भर्खर लगाएको छौँ। अब सबै काम यहीँबाट सुरु हुन्छ भनेर चाहिँ जानकारी गराएँ। म चाहिँ आउने दिनमा चाहिँ सहयोग गरिदिनु होला भनेर चाहिँ थोरै विनम्र अनुरोध गरेँ। यति भन्दै मेरो भनाइ